हेर्नु त अझै जाम रहेछ हेर्नुस् त के जाम हेर्न बाटोमा कस्तो होइन त त्यो यता हेर्दैन हेर्नु नि एकछिन आइहाल्यो ए हुन्छ खुलिरहेछ अब थोरै छ काठमाडौँ गाडी यहाँ चढ्ने है यस्तो गाडीमा जाने रली पर जाको उता उता गएर रोक्नु काठमाडौँ गाडीमा 1.5 घन्टा हुन्छ त्यस्तै गरी हुन्छ नानघाट जाइयो अहिले बुटुल जानु नि यहाँ ए नानघाटको गाडी आउँछ नि त बुटुल भएर भएको त्यसमा चढेर गयो भने त काठमाडौँको गाडी आउँछ नि त बुटुल भएर भएको कति बजी आउनुभएको थियो यहाँ बिहान 9 बजे हामी त 9 बजे हामी 8 बजे आएको 8:30 बजे अनि काठमाडौँ गाडीमा आउनुकै नानघाट चेक गर्नु बुटल पोखराबाट आउनुभएको पोखराबाट डाइरेक्ट चढ्नु मेरो कान लास दुख्यो यार त्यो यस्तो क्या डाइरेक्ट यहाँ यो खम्बामा झट्का मार्छ कि सुन्तला फल्थ्यो मौसममा भन्छन् पुरै सालको पात भयो केही देख्दिन के फल्छ रे सुन्तला पुरै डरै लागेर जाँदैन है होइन त गाउँ पल्लो गाउँ माथि गाउँमा अमलाको बुट्टा रहेछ पुरै डरै लाग्यो नि है जङ्गल बा यो के को जाम आउँछ नि त्यत्रो उताबाट यता त्यहाँ जाम होइन त्यत्तिकै त्यही उभिएको आउने गाडीहरू पुरा टुरिस्ट पार्टीलाई घुम्ने पार्टी लिएर आएको गाडीहरू हुने खाना गाडीहरू कस्तो कानै भएर भयो टाइममा यो कानले मात्रै सुनेको कानले त केही सुन्दैन नेपाल सरकारले बनाएको कि कसैको सहायता यो प्राइभेट हो हजुर प्राइभेट हो यो चाइना बाहिरकोले बनाउनु नेपालदेखि बनाउन सक्छ तर यति बनाइदिएछ आउन जानलाई भयो त्यति भए त ठिकै हो यत्रो उकालो रहेछ उसले पैसा जसले बनाएको फेरि लैजान्छ पैसा त चाइना लाग्छ लैजाने भएको अब झट्का हान्छ अलि हानेन तपाईँको त्यो गाउँ एनसिएलको छ है पुरो कलर गरेर उसले यहाँ लेखान्छी मेरो भिडियो ल्याउ त त्यताबाट मेरो कानै दुखिसक्यो अब के भिडियो लिने त्यहाँ अट्ठाउली फेरि